हाम्रो भ्यू फ्रम 19th फ्लोर यो चाहिँ युएस फल हो जुन हामीले देखिरहेछ क्यानाडाको हर्सु फल चाहिँ प्रपरली देखाएको छैन अलिकति थोरै यताबाट देखिरहेछ जहाँ चाहिँ अलिकति धुवा जस्तो उडिरहेको नि त्यो चाहिँ मेन क्यानाडाको हर्सु फल्स हो र हाम्रो भ्यू चाहिँ मोर अफ युएस फल्स भनौँ न यहाँबाट युएस पनि देखिन्छ उता साइड चाहिँ युएस यता साइड चाहिँ हामी क्यानाडा भइहाल्यो थोरै युएसको भ्यू पनि हेर्न पाइन्छ यहाँबाट यही हो यो चाहिँ 19th फ्लोरमा हालेर तल हेर्दा चाहिँ अलिकति स्केरी छ त्यो यहाँ चाहिँ क्यासिनो हो कि के हो बिल्डिङ राम्रो छ होटलमा गयौँ चेक इन गर्नलाई बट फर सम मेन्टेनेन्स रिजन उनीहरूले चाहिँ लाइक हामीलाई अर्को होटलमा ट्रान्सफर गरिदियो ओक्स भन्ने होटलमा थियौँ हामी खास बुक गरेर चाहिँ ओक्स भन्ने होटलमा तर त्यहाँबाट चाहिँ हिल्टन होटलमा ट्रान्सफर गरिदियो हिल्टन होटलमा होटलमा आयौँ पार्किङको झन्झट त्यसपछि लाएर चेक इनको झन्झट लाइन बस्नु पर्थ्यो लिटरली अनि चेक इन गरेर फ्रेस भएर चाहिँ अब चाहिँ हामी वक गर्दै गर्दै अब हामी मोमो खान जाँदैछौँ पहिला पेट पूजा गर्छौँ त्यसपछि हामी घुम्छौँ किनभने हामी बसेको ठाउँमा खासै मोमोहरू पाइँदैन मोमो टु गो त्यही भएर पहिला त्यहाँ मोमो खाऊँ त्यसपछि राति क्लिफ्टन हिल भन्ने ठाउँ छ त्यो घुमौँ राति फल्स हेरौँ अनि गर्दै रमाइलो गर्दै मोमो टु गोमा गएर बेच्छौँ मोमो टु गो लेट्स ह्याभ सम मोमोज एन्ड चाउमिन्स हामी नेपालीले खाने मोमोज एन्ड चाउमिन्स त्यसपछि यहाँ क्लिफ्टन हिल भनेर चाहिँ कस्तो भन्ने फन पार्क टाइपको गेम्सहरू डिफ्रेन्ट सोहरू के छ त्यहाँ चाहिँ हामी यसो हेर्छौँ अगेन त्यो पनि हामीले सबै एक्सप्लोर गरिसकेछौँ लास्ट टाइम बट आई डोन्ट नो वी गोना टेक द टिकट एन्ड देन एक्सप्लोर हाम्रो मुड आयो भने फेरि टिकट काटेर खेल्न पनि कुराहरू खेल्छौँ मोमो खाएर लट्ट भयो भने घर गएर सुत्छौँ होटल गएर सुत्छौँ महिना अगाडि खाएको अलमोस्ट 3 महिना अगाडि तिमी खिच्दै गर म खाँदै गर्छु मोमो खाएपछिको रियाक्सन बेस्ट मोमो बेस्ट लाइक हामी बसेको एरियामा पाउँदैन त्यही भएर एकैचोटि धेरै पछि अब नेपालमा बसिरहने बेला त बाटोमा फोरी देखियो नेपालमा बसिरहेको बेला त अब डेली मोमो खायो भयो बाहिर आएपछि चाहिँ आफ्टर लङ टाइम त्यो नेपाली फ्लेभरको मोमो र चाउमिन खाँदा चाहिँ प्योर हेभन फिल हुन्छ मजा आयो तर मजा आयो भयो भने हामी 2 डेजको स्टे छ भोलि पनि यहाँ आउन सक्छौँ हामी नेपाली भएपछि मोमो त खानै पर्यो युएस जाने बोर्डर भनौँ न गाडीहरू आइरह त्यहाँ यस्तो ब्रिज जस्तो छ दिउँसो राम्रो अहिले राति भयो त्यस्तो देखाएको छैन तर पनि देखिरहेको त्यो चाहिँ युएस बोर्डर यो चाहिँ क्यानाडा यो युएस यो क्यानाडा सो अहिलेको सिचुएसनमा हामी क्यानाडामा बसौँ युएस नजाम होला युएस नजाम बहुत खराब छ हालत युएसको हालत छ ट्रम्प अब ट्रम्प गएपछि बाराक ओबामा फेरि आयो भने जाने बोल्दै के बाराक ओबामा पहिला थियो हैन पहिला थियो भनेर फेरि आउँछ त आउँदैन उसो कति कार्यकाल पुरा गरेर गइरहेछ फेरि आउँछ त ए हाम्रो नेपालमा यस्तो हुन्छ कि भनेर नि एउटा मान्छे भइरहेको
मलाई त थाहै छैन म त हाम्रो नेपालमा त भइरहन्छ त्यही भएर त्यस्तै होला कि भनेर अनि दिएको हो नखाउँ होला हौ एकछिन त पेट खाली हौ नि भने पो त छ भनेर मलाई सो आयो अब के गर्नु त यहाँ खत्ता खोरिदिउँ तिम्रोलाई हेर त। अघिन्जेल त्यहाँ रेस्टुरेन्टमा बस्दाखेरि चाहिँ जानु परेन अब अघि आएकै थिएन अहिले भर्खर आयो नि डाइपर लगाएर ठिक छ मेरो नि दिन आउँछ नि आउँछ मेरो नि दिन आउँछ जत्तिखेर नि एभ्री टाइमको उसको सो आइसक्यो टिम हटाउँछ टिम हटाउँछ त्यो भिड चाहिँ छैन बिल्कुलै है समरमा चाहिँ लास्टै भिड हुन्छ अहिले चाहिँ यो फल भयो नि त चिसो चिसो लाग्नु थालेपछि चाहिँ यहाँ सबै ठाउँहरू चाहिँ धेरै जस्तो क्लोज हुन्छ कि बोट राइडहरू चाहिँ के है सबै फ्रिज हुन्छ के हो त्यही पनि भयो तर मलाई चाहिँ एकचोटि विन्टरमा पनि आउन मन छ त हाहा हाहा हेर दिदा भयो भने विन्टरमा प्योर स्नोफल हुन्छ कि एकचोटि स्नोफल टुरिस्टहरू नेक्स्ट लेभल आउँछन् छ रहेछ अलिअलि भिड त मोस्टली चाहिँ अलिक चाइनिजहरू आउँछ लाइक एसियनहरू चाइनिज भने चाइनिज जापानिज कोरियनहरू के एसियन मान्छेहरू धेरै आउँछ बसमा है यो पनि तल हेर्न यसलाई के भन्छ रोटी पिङ भन्छ रोटी पिङ रोटी जस्तो भए पनि यसलाई रोटी पिङ भन होला है तिमीले कहिले याद गरेर त्यो रोटी पिङ होइन रोटी पिङ होला नि हो र रोटी पिङ हो आइसक्रिम नि त छ एक बाता आइसक्रिम सोनीलाई आइसक्रिम खुवाऊ भन्यो भने ल खाऊ आइसक्रिम भनेर खुवाउँछ यत्रो यत्रो झन् धेरै खुवाएको नि त्यही भएर त माया भयो आइसक्रिम खाँदै भ्यू हेर्दै बस्छौँ यहाँ सर डिस्को डान्स गरेर चाहिँ डिस्को डान्स स्टिल इन डिलेमा केही गर्ने कि नगर्ने भनेर लास्ट इयर सबै गरिसक्यो भएर फेरि एउटै चिज के गर्ने नयाँ केही फन एक्टिभिटिज हेरौँ भने सोनीको आइसक्रिम कहिले सिक्दैन स्मल लिनुपर्ने रहेछ धेरै खाइन्छ आइसक्रिम हामी धेरै खान्छौँ त्यतिले पुग्दैन भनेर नयाँ किन्यो होइन आइसक्रिम तिमीले त भने रेगुलर लिने भने यो रेगुलर साइज स्मल किड साइज त कसरी खानु र हामी किड साइज त थोरै हुन्छ नाटक गरे होला यत्रो आइसक्रिम खाइछु
आइसक्रिम खाएको हेर्नु आइसक्रिम भुतिया घर गर न अघि त गर न फेरि गर के क्यारेक्टर भन्छ नि गर न सोनी बौला मलाई नोट लिँदै त हेल्मेट मलाई हेल्मेट लिँदै मनी रातो मलाई लगाइदेऊ भर्खर गोकाट गऱ्यौँ त्यो चाहिँ लास्ट टाइम हामीले गराएको थिएन तर ठिकै थियो रमाइलो थियो है मलाई त हान्यो पनि भयो कतिजनाले बम्प गर्यो दुई तिनजनाहरूले कस्तो नै चलाइरहेको थियो आफ्नै पेसमा तर एकछिनको लागि चाहिँ थ्रिल हुने रहेछ रमाइलो तर एकैछिनको लागि धेरै बेर भएन 10 मिनट $14 इज नट ब्याड हामी चाहिँ एज युजुअल वासरुम गएको छ त्यहाँबाट म कुरेर बसेर बाहिर यहाँको भाइब चाहिँ एकदम रमाइलो छ समरमा मात्रै भिड हुने भने समरमा चाहिँ योभन्दा धेरै नै भिड हुन्छ तर यहाँ चाहिँ ठिकै छ अहिले पनि त्यस्तो लाइभली नै छ भाइब चाहिँ मान्छेहरू छन् हिँडेर बच्चा बच्चीहरू फ्राइडे हो आज तर पनि क्वाइट क्राउड छ त्यसपछि हामी सायद फल्स जान्छौँ होला आउनुभयो एकजना वासरुम गरेर अघिदेखि वासरुम भेटाउनु भएको थिएन बल्ल भेटाउनु भयो तिमी कहाँ गयौ म यहाँ कहाँ गयौ म भित्र खोज्दा म डराइसकेँ त्यसरी फल्समा लाइट लगा हुन्छ यतापट्टि पिङ्क छ यतापट्टि ग्रिन हामीले चाहिँ दिउँसो खिच्न पाएनौँ प्रब्लली भोलि खिच्छौँ होला बट कलर चेन्ज भइरहन्छ रातभरि फायरवर्क्स हुन्छ समरमा चाहिँ अहिले चाहिँ रोक्या है यो चाहिँ युएस साइडको उताको चाहिँ क्यानाडा साइड क्यानाडा नायग्रा फल्स हामी चाहिँ नायग्रा फल्सको साइडबाट वक गर्दै होटल जान लाग्यौँ भ्युज लुक्स अमेजिङ रिफ्रेसिङ अलिअलि चिसो छ नायग्रा फल्स एक्सप्लोर गऱ्यौँ क्लिफ्टन गयौँ होटल चेकिङ गऱ्यौँ लिटल बिट अफ ड्रामा हेरेर भोलि चाहिँ हामी हाम्रो एउटा नयाँ एक्सपिरियन्स गर्छौँ बिहान उठेपछि चाहिँ हाम्रो केही छ त्यसको लागि भोलि हेरौँ ल अहिलेको लागि चाहिँ वी गोना इन्जोय आवर मोमेन्ट क्यामेरा पनि भन्दा पनि यसो मी टाइम पनि चाहियो तर हामी भ्लग चाहिँ यहीँ एन्ड गर्छौँ क्यामेराबाट मात्रै रेकर्ड गरेर भएन आँखामा रेकर्ड गरेर मनलाई पनि शान्त हुनु पर्यो क्यामेरालाई त छँदैछ होइन अब हामी चाहिँ अलिकति वी टाइम गर्छौँ एकछिन यहाँ हिँड्छौँ फल्सहरू हेर्छौँ त्यसपछि द्याट्स इट फर टुडे